गाइजहरु हामी चाहिँ रातिको 6:30 भयो अहिले समय 6:30 बजे चाहिँ सिन्की बनाउँदै छौं के हामी सिन्की यो के रे दिनभरि बसी राति चोर्न पसी सुन्नुभयो भाउजू दिनभरि बसी राति चोर्न पसी भने जस्तो त होइन हामी बिहानैबाट लाएको हो तर मान्छे कम भएको कारणले गर्दा एकदम गाह्रो भयो लामो लामो रहेछ एकै सिन्की कस्तरी हुन्छ है खानलाई गाइजहरु गाह्रो भयो यो हात पुरा सारा दुख्ने भइसक्यो ए यता मालिक बिहान 9 बजेदेखि 9 बजेदेखि अहिले कति 6 बजेसम्म है हो नि 9 बजेदेखि 6 बजेसम्म अनि के भन्छ बच्चा बच्ची पनि यतातिर खराइरहेका छन् त्यसपछि गएर आमाहरु बाहिर छन् त आमाहरु पनि बाहिरै बच्चाहरु पनि बाहिरै फेरि यहाँ जर्मा भण्डारी बमको सिन्की हो है म चाहिँ चन्द्रा बोखरा भन्ने मान्छे यता चाहिँ गंगा बोखरा मेरो भाउजू यता चाहिँ जर्मा भण्डारी बम मेरो प्यारो प्यारो बहिनी अनि एकदमै मिल्ने साथी नाताले बहिनी अनि एकदम मिल्ने साथी है त्यसको साथीहरु गाइजहरु यस्तो सिन्की त मैले जन्मेदेखि पनि हालेको थिएन तर फर्स्ट चान्समा हालेको है अहिले चाहिँ सक्यो क्या लगभग अहिले सकिनु भयो क्या हो के सकिनु भयो यो सिन्की बनाइसक्नु भयो क्या अब बाँकी यहाँ झोले पानीहरु कोही खाने भए पिन खाने भए भिटामिन के पाउँछ योबाट खै मलाई थाहा छैन भिटामिन ए पाउँछ कि बी पाउँछ सी पाउँछ के पाउँछ त्यो मलाई थाहा छैन है गाइजहरु अनि यो खाने चाहिँ यो ढुङ्गो कताको ढुङ्गो ल्याएर यसमा टक्क लाएर राखिहाल त अनि कता भाइरल ल कता यो ढुङ्गो ठुलो राख्नु ए खाने ढुङ्गै त छ कता त्यो खाने ठुलो ढुङ्गो ल्याउ कता यता अब सिन्की चाहिँ यता गर्को रहेछ झोले पानी पकिले ल ल कता यता उता बनाइए ल माथि जरा कता पानी निस्किन्छ ल मलाई अडाउने फेरि खस्नु होला फेरि यता झिके अब त साथै बस्न लाग्यो होला है यो सिन्की खान्दा 7 बजे लाग्यो पानी सिन्की पानी आयो पानी खै अब यता पानी कता मलबाट यता दिनेश हजुर कता भन्दै यता सिन्की चाहिँ टेकेको छैन है फेरि यो ढुङ्गा पानी निकाल्नको लागि ढुङ्गामा टेकेको अवस्था हिजो हामीले मेरो पनि बनाएको 4 जनाले टेकेर सिन्की तयार गरे तर खाने भए पनि आइजानु नखाने भए पनि यति मेहनत गरेर पछि कुइदियो कता ए तिमी वेटी धेरै छौ कि चढा न नाइ म त जम्मा 25 किलो ए 25 तेरिका 25 किलो त भएको भए